नमस्कार। गगन को हुन् र अबको प्रधानमन्त्री किन हुने? भिडियो लामो होला तर अन्तिमसम्म हेर्नुहोस्। सडकमा गगन। अभिनन्दनको नाटक गर्ने यो राजा चाहिन्न। 21औं शताब्दी हो महाराज। यहाँ भगवान पशुपतिनाथको त दासत्व स्वीकार हुन्न भने नाथे हत्यारा राजाको के कुरा? सदनमा गगन। छारी मुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसी हथौडा बोक्ने होस् कि घन्टी बजाउने होस्, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुनकाण्ड, एउटा काण्डमा पनि संलग्न भएको एकजनाले पनि उन्मुखी नपाओस्। नयाँ हाम्रो भइरहेको छैन, तल मानिसहरूले चित्त बुझाइरहेका छैनन्, स्पिड भइरहेको छैन, गति मिलेको छैन, फोकस मिलेको छैन, ढङ्ग पुगिरहेको छैन। शिक्षामा गगन। शिक्षाको सन्दर्भमा धेरै जान्न, 20% लगानी नगरिकन शिक्षा सम्भवै छैन। अर्थतन्त्रको सुधारमा गगन। 5 वर्षमा 115 खरबको अर्थतन्त्र कसरी बनाउनुहुन्छ? यो हामीले 5औं वर्षमा जाँदै गर्दाखेरि करिब 7.5% ग्रोथ हुँदै गर्दाखेरि यो सम्भव छ। र यसको निम्ति चाहिँ मैले अघि नै भने हामीले सेकेन्ड जेनेरेसन रिफर्म गर्ने, हामीले प्राइभेट सेक्टरको व्यापक रूपमा मोबिलाइजेसन गर्ने। नागरिकताको सवालमा गगन। कांग्रेस प्रष्ट छ, एक पटकको नेपाली सधैँको नेपाली। स्वास्थ्यमा गगन। हामीले सुरु गरेको स्वास्थ्य बीमा जसलाई अहिले अलपत्र पारिएको छ, यो स्वास्थ्य बीमाको कुरालाई, यसलाई जुन कानुन व्यवस्था गरेको छ, यसको दायरालाई फराकिलो बनाएर कुनै पनि नेपालीले जतिसुकै खर्च लाग्ने उपचार होस्, अस्पताल गइसकेपछि टेबलमा बीमाको कार्ड मात्र राख्दाखेरि उसले 1 रुपैयाँ पनि पैसा तिर्नु नपर्ने गरिकन फ्री हेल्थ केयर। प्राकृतिक स्रोतको प्रयोगमा गगन। हाम्रो वनमा काठहरू कुहिने र हामीले मलेसियाबाट काठ किनेर ल्याउनु पर्ने, यो कथा सुनेको धेरै हो। तर अहिले अब हामी यसलाई अन्त्य कसरी गर्छौं? हामी वन जोगाउँछौं पनि, तर वनलाई अब हाम्रो इकोनोमीको पार्ट कसरी बनाउँछौं? लोकतन्त्रप्रति प्रतिबद्ध गगन। डेमोक्रेसीमा सबभन्दा ठुलो कुरा भनेको नागरिकले प्रश्न गर्न पाउनुपर्छ। तपाईले मलाई प्रश्न सोध्न पाउनुपर्छ। सरकार बाहिर रहँदा पनि पाउनुपर्छ, सरकार भित्र रहँदा पनि पाउनुपर्छ। रोजगारी सिर्जनामा गगन। मिशन रोजगारी नेपाली कांग्रेस पार्टीले केही समय अगाडि सुरु गरेको अभियान हो। यो अभियानमा हामी लोकल गभर्नमेन्टलाई जोड्छौं, प्रोभिन्सियल गभर्नमेन्टलाई जोड्छौं र नेपालको यो 5 वर्षको सेन्टरमा सबैभन्दा महत्त्वपूर्ण कुरा संविधानमा लेखिएको छ, रोजगारी मौलिक हक हो भनेर। त्यो संविधानमा लेखिएको कुरा प्रत्येक नेपाली युवाले पाउने अवस्था सृजना गर्छौं भन्ने संकल्पका साथ। पार्टी भित्र गगन। होइन, मैले पहिला पनि भनेको छु, मेरो शरीरमा गणेशमानको रगत छैन, बीपीको रगत छैन, तर बीपीको विचार छ, गणेशमानको साहस छ। राष्ट्रिय करको विषयमा गगन। हामी अब 10 लाख रुपैयाँसम्म आम्दानी हुनेलाई 1 रुपैयाँ पनि कर लाउँदैनौं। नेतृत्वमा परिपक्व